टमाटरको यो अचार बनाएर ट्राई गर्नुहोस् है त। मलाई चाहिँ अमिलो पिरो गुलियो तितौरा स्टाइलको अचार खान मन परेको थियो। इमलीसँग बनाएँ भने चाहिँ मैले कलर हार्नु पर्छ, त्यही भएर मैले यो टमाटरमा बनाएको थियो। यस्तो मिठो भएको थियो। यसको लागि मैले के गरेँ हेर्नुहोस् है त। 5 वटा ठुलो ठुलो अनि रातो रातो टमाटरलाई चाहिँ मैले उसिनेको छु। पहिला टमाटर मजाले पाकिसकेपछि चाहिँ यसलाई मैले ग्यास अफ गरेर निकालिदिएँ। सबै पाकेको टमाटरहरूलाई चाहिँ मैले एउटा बोलमा ट्रान्सफर गरेर सेलाउनका लागि छोडिदिएँ। सेलिसकेपछि चाहिँ यसको स्किन जति सबै निकालेर मैले साइडमा राखेको छु। टमाटरको यो भागलाई चाहिँ के भन्छ मलाई जहिले पनि भन्नै आउँदैन, बिर्सिहाल्छु। सो यो भागलाई चाहिँ म काटेर फ्याँक्दैछु। अब सबै टमाटरहरूलाई चाहिँ मैले रेडी गरेर अब म्यास गर्नपट्टि लागेँ। मजाले हात लगाएर चाहिँ यहाँनिर मैले म्यास गरेर यतिको बनाएको छु। टमाटरलाई साइडमा राखिसकेपछि कराईलाई मजाले तताएर त्यसमा तेल खराएँ। तेल तातिसकेपछि जिरा पड्काएको छु, तोरीको दाना पड्काएको छु र मसिनो चप गरेको लसुन राखेर मजाले मैले भुटिदिएँ। कलर हल्का चेन्ज भएपछि चाहिँ मैले सानो चम्चीको 1 चम्ची धनियाँको धुलो र मैले यहाँनिर चिली पाउडर राखेको छु। तपाईहरूले सुक्खा खोर्सानीको पेस्ट बनाएर पनि राख्न सक्नुहुन्छ। अब यो ड्राई मसला नडरोस् भनेर थोरै पानी राखेर एकछिन मजाले पकाएको छु। मसला पाकिसकेपछि अब यो सबै टमाटरलाई मैले राखिदिएँ र एकपल्ट मजाले मिक्स गरिदिएको छु। टमाटरलाई मसलामा मजाले मिक्स गरिसकेपछि स्वाद अनुसार नुन राखेको छु। तपाईहरूले खोर्सानी पनि स्वाद अनुसार राख्न सक्नुहुनेछ यसमा। अब यसलाई पनि मजाले मिक्स गरिसकेपछि चाहिँ कभर लगाएर टाइममा चेक गर्दै मजाले पकाएको छु। टमाटरलाई चाहिँ टाइममा चेक गर्दै एकदमै राम्रोसँगले पकाउन पर्छ, किनभने टमाटरबाट एकदमै बेसी पानी निस्किन्छ। ल हेर्नुहोस् त, यसरी चलाउँदै पकाउने। राम्रोसँगले पाकेर यतिको भएपछि यसमा मैले गुड अथवा कतिजनाले सक्कर भन्छ यो राखेको छु। यसलाई मजाले मिक्स गरिसकेपछि चाहिँ सानो चम्चीको 1 चम्ची मैले यहाँनिर मरिचको धुलो राखेको छु। सँगसँगै मैले यहाँनिर थोरै बिरे नुन पनि राखेको छु। अब यो राखेको सामग्रीहरूलाई पनि मजाले मिक्स गरिसकेपछि कभर गरेर फेरि मिडियम लो हिटमा पकाउन पर्छ। कभर गरेर मैले एकछिन पकाइसकेपछि चाहिँ ल हेर्नुहोस् त, यतिको भएपछि चाहिँ मैले ग्यासलाई अफ गरिदिएको छु र यसलाई मजाले सेलाउनको लागि छोडिदिएको छु। हेर्दै कति खाउँ खाउँ लाग्दो देखिरहेको छ। कलर पनि हाल्न परेको छैन, यसको यो नेचुरल कलर हो। राम्रोसँगले सेलाइसकेपछि चाहिँ ल हेर्नुहोस् त, यो एकदमै बाक्लो भएर आउँछ। अब यसमा मैले ठुलो चम्चीको 1 चम्ची यो लामो समयसम्म राख्नका लागि भिनेगर राखेर मजाले फेरि मिक्स गर्दैछु। अब यो भिनेगर पनि मिक्स भएपछि चाहिँ एउटा बोतलको जारलाई मजाले स्टरलाइज गरेर रेडी गरेको छु र अब यो अचारलाई चाहिँ मैले बोतलको जारमा ट्रान्सफर गरिदिएँ। अब टाइममा मलाई जति बेला खान मन पर्छ त्यति बेला निकालेर खान्छु। थ्याङ्क यू सो मच फर वाचिङ।